हेलो गाइस, नमस्ते सबैजनालाई स्वागत छ हाम्रो युट्युब च्यानल रिसा ब्लग्समा। आज चाहिँ हामीले मम्मीलाई हामी सबै दिदी मम्मीको भदैनी अन्त हामी छोरी ज्वाइँ अन्त छोरा सबै मदर्स डेमा चाहिँ सानो केक लिएर चाहिँ सेलिब्रेट गरिदिनु आँटेको। हुन त मदर्स डे त अब सबै दिन नै हो, एक दिन मात्रै मनाएर त हुँदैन। एभ्री डे इज मदर्स डे होइन। अनि मम्मीलाई चाहिँ सानो केक लिएर चाहिँ हामीले काटिदिनु आँटेको छौँ। Happy Mother's Day. Look at me. Happy Mother's Day to you. Happy Mother's Day to you. अन्त सबै संसारमा भएको सबै आमाहरूलाई चाहिँ ह्याप्पी मदर्स डे भन्न चाहन्छु। म भइदिन्छु नि त आज ह्याप्पी मदर्स डे होइन। मदर्स डे चाहिँ हामीले चाहिँ मदर्स डे चाहिँ यसरी सेलिब्रेट गर्यो हो। सबैजनाले चाहिँ फोनबाट विस गर्नुभयो। म चाहिँ यहाँ सँगै छु, त्यही भएर चाहिँ आमा छोरी मिलेर चाहिँ हामीले मदर्स डे सानो केक लिएर सेलिब्रेट गरेको। तपाईँलाई के भन्नु छ मदर्स डेमा? भन्नु छ नि अब सबै छोराछोरीलाई धेरै धेरै सन्चो सुविधा होस्, सीताको फुल सधैँ अर्को साल पनि यसरी मनाउनु पाओस् हो, मनाउनु पाउँछ सबै। मेरो ठुलो भदैनी हो, मेरो ठुलो भदैनी चाहिँ केक काट गरेर हो फेरि गएरी बहिनीलाई केक काट्नु लाग्यो, केक ल्याउनु लाग्यो। अन्त दादाले पनि ठुलो भदैनी सानो भदैनी भदै ठुलो भदै छोरा अन्त छोरी ज्वाइँ सबैजना मिलेर अन्त यसरी हामीले सेलिब्रेट गर्यो। आशीर्वाद चाहिँ दिनु पर्यो छोरीलाई मात्रै, छोरी यहीँ छ अब भदैनी छोरा ज्वाइँ जस्तो टाढो टाढोमा छ हो, टाढैबाट आशीर्वाद छ। अब आएपछि सबैजनाले गरौँ है, सबैजना सँगै सेलिब्रेट गरौँ। परेन पर्दा ठुलो भएर अलिक ठुलो बनाउनु